ट्रुथ अफ नेपालको विज्ञसँग विज्ञ अन्तर्गत हामी गन्थन मन्थन सर्जकसँग लिएर आएका छौँ। यस कार्यक्रममा हामी एकजना साहित्यिक व्यक्तित्वसँग उहाँभित्रका अन्तर्मनका कुराकानीहरू प्रस्तुत गर्नेछौँ भने साहित्य सम्बन्धी केही ज्ञान हासिल गर्नेछौँ। यसै क्रममा आज हामीले पहिलो श्रृङ्खलाको रूपमा उपन्यासकार शङ्कर भारतीलाई स्टुडियोमा निम्ताएका छौँ। उहाँलाई स्वागत गरौँ। स्वागत छ शङ्करजी। धन्यवाद। धेरै धेरै खुसी लाग्यो निमन्त्रणा पाउँदा। आजकल केमा व्यस्त हुनुहुन्छ? अब साहित्यकार भएको हैसियतले धेरै त साहित्यिक कार्यक्रमहरूमा भेटघाट, साहित्यिक कार्यक्रमहरूमा उपस्थिति हुने, साहित्यिक कार्यक्रमहरूमा आफ्ना केही विचारहरू राख्ने यिनै कुराहरू हुन्। अब त्यसको अलावा अब मेरा उपन्यासहरू निक्लिएका छन्। अब एउटा नयाँ उपन्यास पनि आउँदैछ, त्यसको लागि लागिरहेको छु। त्यो प्रेसमा गइरहेछ, ब्रह्माण्ड र मानव भन्ने। म त्यसमा व्यस्त छु। त्यसपछि साहित्यिक कार्यक्रमहरू, साहित्यिक क्रियाकलापमा उपस्थित हुन्छु म। साहित्यिक विधाहरू त धेरै नै छन्। धेरै विधामध्ये तपाईँले यो उपन्यास नै रोज्नुको मुख्य कारण चाहिँ के होला? अब यस्तो छ, साहित्यमा अब मैले स्पष्ट भन्दाखेरि के भने, मैले चाहिँ नि उपन्यासकार बन्छु भनेर, उपन्यास लेख्छु भनेर लेखेको होइन। तर एउटा कस्तो हुँदो रहेछ नि, त गर्दै जा फल पछि पाउने आशा नगर भने जस्तै मैले आफ्ना विगतका दुःखहरू, आफ्ना घटना उपघटनाहरूलाई हेरेर केही चिज कोर्दै कोर्दै गएको थिएँ। तर परिस्थिति कस्तो भइदियो भने, पछि एसएलसी पास भएपछि मैले उपन्यासहरू हेर्न थालेँ। त्यो उपन्यासहरू हेर्दाखेरि मलाई उपन्यास कसरी लेख्ने भन्ने कुरा थाहा भयो। ओहो, मैले लेखेका कुराहरूलाई मैले यसरी क्रमबद्ध तरिकाले लेखेँ भने त मेरो पनि उपन्यास बन्ने भयो भनेर मैले त्यो जुन जान्दै नजानेको बागमतीमा बाढी आ जस्तो गरेर लेखेको सङ्कलन गरेर कमा, पूर्ण विराम, परिच्छेद, उपपरिच्छेद इत्यादिहरू सबै गरेर मिलाएर अनि मैले सुरुमा निकालेँ अर्को जुनीमा। त्योभन्दा अगाडि लेखिएको जुन के पनि नजानेर लेखेको अग्नि परीक्षा हो। त्यो चाहिँ नि अग्नि परीक्षा भन्ने पुस्तक पनि भाग्यमानी रहेछ, म पनि भाग्यमानी रहेछु। त्यो लेखिएको, त्यो पछि अब नयाँ उपन्यास लेख्न सजिलो भयो मलाई, पुरानो बनाउनुभन्दा, भत्क्या घरलाई बनाउनुभन्दा नयाँ घर बनाउँछ नि, त्यस्तो भयो। त्यो चाहिँ नि अन्तिममा एकाडेमीबाट निक्लियो, नेपाल प्रज्ञा प्रतिष्ठानबाट अग्नि परीक्षा। र अब अहिले चाहिँ नि म नेपाल प्रज्ञा प्रतिष्ठानले यो उपन्यास चाहिँ निकाल्दैन भन्ने सुनेको थिएँ। धेरै जसो उपन्यास चाहिँ निक्लिँदैन र त्यहाँबाट भन्ने सुनेको थिएँ। तपाईँको उपन्यास चाहिँ कसरी निक्लिन? यो असाध्यै मलाई चाहिँ नि यो प्रश्न ज्यादै सजिलो छ। अरूलाई अलि किनभने मलाई यो प्रश्नको जवाफ धेरै ठाउँमा दिनु परेको छ। करिब 12देखि 14 वर्षसम्म त्यहाँ उपन्यास निक्लिएको रहेनछ। 12देखि 14 वर्षसम्म, अब त्यो सालाखाला गरिन्छ, निक्लेको रहेनछ। तर बाइ द वे मैले दिइरहेको थिएँ। कुनै समयमा मेरो उपन्यासलाई लेखिए, अब के भएर भयो, अब मेरो उपन्यासलाई एकाडेमीले निकाल्यो। त्यसमा त्यो उपन्यास पनि भाग्यमानी रहेछ, म पनि भाग्यमानी छु। उपन्यासहरू धेरै विषयमा लेखिन्छ। कसैले राजनैतिक विषयमा लेख्नुहुन्छ, कसैले अहिले धार्मिक विषयमा धेरै नै आइरहेका छन्। कुनै यौनिक उपन्यासहरू धेरै छन्। तपाईँ चाहिँ कस्तो प्रकारको उपन्यास लेख्न रुचाउनुहुन्छ? अब म यस्तो रहेछ, कस्तो हुन्छ भने नि, एउटा लेखकको लेखाइबाट लेखक चिनिन्छ भन्ने कुरा हुँदो रहेछ के। लेखकले के लेख्छ त्यसभित्र लेखकले आफ्ना अनुभव, आफ्ना विचारहरू राख्ने भएको हुनाले त्यो लेखककै हुँदो रहेछ। त्यसले गर्दाखेरि मैले चाहिँ नि मेरो उपन्यासहरू चाहिँ नि मैले यही धारमा लेख्छु भनेर मैले उपन्यास लेखिनँ। तर मेरो 5वटा उपन्यास निक्लिसक्यो। तर जुन त्यो सबै नेपालका समालोचकहरू, वरिष्ठ समालोचकहरू, अहिले भर्खर आउनु भएको नयाँ युवा समालोचकहरूले के भन्नुहुन्छ भने, मेरो उपन्यासलाई आदर्शोन्मुख यथार्थवादी उपन्यास, अर्थात् मलाई आदर्शोन्मुख यथार्थवादी उपन्यासकार भनेर समालोचकहरूले भनेका छन्। अब समालोचकज्यूहरूले भनेपछि मैले नि स्वीकार्न पर्यो। र मैले आफूलाई चाहिँ नि आफू पनि त्यस्तै खालको लेखेको हो कि अहिले, पहिला जानेरै त्यस्तो भए होइन, तर लेख्दै जाँदा सबै आदर्शोन्मुख छ, समाजलाई असाध्यै आवश्यक छ। त्यो तपाईँ उपन्यासहरू लेखिरहनुहुन्छ भनेपछि उपन्यास धेरै पढ्नु भएको छ यहाँले। यहाँलाई अहिलेसम्म मन परेको उपन्यास चाहिँ कुन होला? अब यस्तो, नेपालीमा चाहिँ नि तपाईँको एउटा
मन लीलाबहादुर थापाज्यूको मैले पहिला पढेको। त्यसपछि रूपमती, यी दुईटा उपन्यास नेपालीमा प्रभाव पर्यो। अब इङ्ग्लिसमा यसले यी पर्यो, यी पनि सामाजिक नै छन्, अत्यन्त सामाजिक उपन्यास हुन् तिनीहरू। अनि त्यसपछि चाहिँ अब मैले सेक्सपियर पढेँ, म चाहिँ रे अबाउट नथिङ भन्ने उहाँको पढेँ। अब एन्टोन चेखोभ, लियो टल्स्टयहरूको अब कथाको रूपमा हेर्ने हो भने थ्री क्वेसन्सहरू, यिनीहरू मैले धेरै धेरै पढेँ, विदेशी उपन्यासहरू। अब यही नै भन्ने त कुरा आएन, सबै उपन्यास अथवा कविले। तपाईँले जुन दुईवटा नाम लिनुभयो त्यो त पुरानो उपन्यास भयो। उम्, अहिले हालसालै आएको नयाँ उपन्यासहरूमध्ये तपाईँलाई कुन चाहिँ राम्रो लाग्यो त? अब यस्तो छ, अहिले चाहिँ नि कस्तो छ भने यो नै भन्न त सकिँदैन अहिले, किनभने धेरै आफ्नै साथीहरू पनि छन्, मित्रहरू पनि छन्। यसको यो उपन्यास भन्ने मैले भनिहाल्न पनि मिल्दैन। तर समष्टिगत रूपमा अहिले उपन्यासमा चाहिँ नि एक किसिमको विभिन्न वाद र इजमले गर्दा ती कुराभन्दा अहिलेका निक्लिएका उपन्यासहरू, जति पनि उपन्यासकारहरूले निकाल्नुभयो, त्यसमध्येमा साँच्ची नै समाजलाई चाहिने यथार्थ हो। त्यसमा चाहिँ अब आदर्श कसैले हाल्छन्, आदर्शको झन् राम्रो भयो। यथार्थ चाहिँ उपन्यास यथार्थलाई देखाएर। तर तपाईँ उपन्यास लेखिरहनु भएको छ र संस्थागत रूपमा पनि उपन्यास विकासको लागि उपन्यास समाज नेपाल भनेर गठन गर्नुभएको छ। त्यो उपन्यास समाज नेपालले चाहिँ अहिले के गरिरहेको छ त? यस्तो छ, उपन्यास समाज नेपाल आजभन्दा 20 वर्ष अगाडि 63 सालमा स्थापना भएको हो। जुन बेलामा स्थापना भयो, नेपालकै वरिष्ठ अत्यन्त सबैले मान्ने ऐतिहासिक उपन्यासकार डायमन्ड शमशेरको अध्यक्षतामा त्यो उपन्यास समाज खोलिएको हो। उहाँको डेथ भएपछि यता त्यसको अध्यक्ष मै नै भइरहेको छु, मैले नै कार्यक्रम गर्छु। त्यसमा मुख्यतया दुईवटा किसिमको कार्य हुन्छ। एउटा चाहिँ नि नयाँ नयाँ उपन्यासकारहरूले आए भने तिनीहरूको उपन्यास विमोचन गरिदिने र मासमा ल्याइदिने, र अर्को चाहिँ के छ भने भइरहेका उपन्यासहरूको अन्तर्क्रिया गर्ने। दुईटा काम यसले गरेको छ। अहिलेलाई हामीले यो उपन्यास सम्बन्धी कुरोलाई थाँती राखेर अलिकति एउटा अहिले चलिरहेको राजनैतिक कुरो गरौँ। साहित्यकारहरू भनेको, एउटा सर्जक भनेको एउटा राष्ट्रको हुनुपर्ने हो, सकेसम्म त अन्तर्राष्ट्रिय हुनुपर्ने हो। तर राष्ट्रिय अन्तर्राष्ट्रिय हुनुभन्दा पनि आजका सर्जकहरू चाहिँ कुनै एउटा पार्टीको चाहिँ प्रमुख हुन पाए चाहिँ हुन्थ्यो भन्ने हिसाबले लागिरहनु भएको देखिन्छ। यसमा चाहिँ तपाईँको धारणा के छ? यो मलाई राम्रो प्रश्न लाग्यो। वास्तवमा यो समाजमा के भने कुनै दल बलमा लाग्ने भन्ने व्यक्ति त कस्तो हुन्छ भने मैले हेर्दाखेरि ऊ जस्तो अहिले नै पनि एउटा कुनै दलमा लागेको मान्छेको कार्यक्रम छ भने कार्यक्रमहरूमा पनि त्यही दलका मान्छेहरू धेरै देखिन्छ, अर्को दलमा लागेको मान्छे अर्को त्यही दलको मान्छे देखिन्छ। त्यस्तै गरी साहित्यमा पनि कस्तो छ भने यो साहित्यकारले दलको सिद्धान्तमा लागेर हिँड्ने चाहिँ नि मलाई त्यति राम्रो लागेन। हालांकि उसको भित्रको कुरा आफ्नो छ, तर के भने अर्को दलले लेखेको अथवा अर्को विचारले लेखेको कुरा त्यो विचारै होइन भन्नु चाहिँ नि यो ज्यादै सरासर गल्ती हो। तर अहिलेको साहित्य हुन त अब एउटा व्यक्तिले राजनैतिक विचार लिन सक्छ, ऊ कुनै पनि पार्टीमा आबद्ध हुन सक्छ, तर सर्जकहरू नै यो पार्टीको र त्यो पार्टीको भनेर विभाजन हुने गरेर विभिन्न सङ्घ संस्थाहरू पनि, साहित्यिक सङ्घ संस्थाहरू पनि पार्टीगत रूपमा पार्टीको भातृ सङ्गठनकै रूपमा स्थापना भइरहेका छन्। यसले गर्दाखेरि साहित्य देशको भन्दा पनि साहित्य पार्टीको भइरहेको छ। यसलाई चाहिँ एउटा सर्जकहरू एउटै छानामुनि अट्न सक्ने अवस्था छैन नेपालमा। त्यो अवस्था हुनुपर्ने हो। त्यो अवस्था भएमा सुनमा पनि सुगन्ध हुन्छ। तर भइदियो विडम्बना के भने हाम्रो यहाँ भनौँ न, अब मानिसहरू यही भनेर तोक्नु हुँदैन। अब सबै संसार अब यस्तै छ, कोही कसमा लागेका छन्, कोही कसमा लागेका छन्। तर त्यो लाग्ने भन्दा पनि के भने आफ्नोले लेखेको अथवा आफ्नोले गरेको, आफूसँग सम्बन्धित दलले गरेको चाहिँ राम्रो भन्ने, तर अरूले गरेको चाहिँ नराम्रो भन्ने जुन साहित्यमा जुन बौद्धिकताको, त्यो चाहिँ मलाई बौद्धिकताको दरिद्रता लाग्छ। किनभने एउटा मात्रै सिद्धान्तलाई मानेर त्यसले चाहिँ नराम्रो गरे पनि राम्रो, त साहित्यकारले त समाज देखाउने हो नि, समाजको यथार्थ देखाउने हो।
भनौँ न समाजलाई जे चाहिएको छ, समाजमा जे नराम्रो भयो त्यो देखाउन सक्नु पर्यो, समाजमा जे राम्रो छ त्यो पनि देखाएर गर्नु पर्यो। तर यो छैन, यो विडम्बना नेपाल। साहित्यकारहरूमा एउटा राजनीतिक मोह त छँदैछ। अहिले धेरै आम नेपालीहरूको मोह भनेको विदेश मोह हो। त्यसमा पनि सर्जकहरूको, साहित्यकारहरूको धेरै नै मोह भएको देख्छु। एक दुईवटा पुस्तकहरू निकाल्यो अनि प्रचार प्रसार गर्यो, अलिकति चर्चित भयो अनि विदेश हानियो। यदि आफू सकिएन भने आफ्ना सन्तान दर सन्तानलाई चाहिँ कसरी हुन्छ विदेशै पठाउने, यो धारणा आइरहेको छ। यो कतिसम्मको राम्रो जायज होला त? अब यो जायज त हुँदै होइन। देशको जनता अथवा आफ्नो घर परिवारको सन्तान चेलीबेटी विदेश गएर विदेशमै बस्ने यो राम्रो होइन। तर यो चाहिँ नि हाम्रो, मलाई जहाँसम्म लाग्छ अहिले सम्पूर्ण नेपालीहरूलाई, सम्पूर्ण साहित्यकारहरूलाई, सबैलाई नै पनि अलिकति ज्ञात छ के भने त्यो अलिकति यस्तो वातावरण सृजना चाहिँ नेताहरूबाटै भएको। विभिन्न किसिमका दलहरू छन्, अब तिनीहरूको आफ्ना स्वार्थ होला, त्यही पूर्ति गर्दैखेरिमा मात्र देश चाहिँ नि पाताल पुग्यो। पाताल पुग्यो। सानो कुरा गर्दा पनि सर्जकहरूले चाहिँ लेख्ने बेला चाहिँ राष्ट्रभक्तिकै गीतहरू लेखिरहेका हुन्छन्, राष्ट्रभक्तिकै रचनाहरू रचिरहेका हुन्छन्। तर जुन रचना आफूले रचिरहेका छन् त्यसको विपरीत कार्य आफैले गरिरहँदा उहाँहरूले आफैले ढाँटे जस्तो लाग्दैन? साहित्य नै हो, नेपाली साहित्यको विडम्बना यही नै हो। लेख्छन् एउटा, भन्छन् अर्को, हुन्छ अर्को। त्यही यो चाहिँ नेपालको विडम्बना छ। यसलाई आफ्नो ट्र्याकमा ल्याउनलाई अब माथि नेताहरूदेखि लिएर देशको राजनीतिदेखि लिएर सबै चिज परिवर्तन भएमा यो सम्भव छ। नत्र पनि यहाँ कस्तो भइदियो भने कहिलेकाहीँ कतिलाई त बाध्यता पनि होला दाल भात तरकारी जोड्नलाई कतै लाग्छ। तर जस्तो सुकै भए पनि सृजनाकारले यो दल र ऊ दल भन्न हुँदैन। सबैको हेर्नुपर्छ, सबैको पढ्नुपर्छ। यहाँ त तपाईँ हामी नै गएको छौँ साहित्य कार्यक्रममा, एउटा कुनै दलको सँग सम्बन्धितले कार्यक्रम राखेको छ भने त्यहाँ त्यो दलको 95% हुन्छ, अर्को मानि त्यस्तै छ भने त्यहाँ त बौद्धिकता पनि विभाजन भयो, बुद्धि त विभाजन हुन्छ। पृथ्वी गोलो छ। पाठकहरूले त यहाँहरूकै रचना पढेर यहाँहरूलाई चाहिँ आइडल मान्ने हुन्। अनि रचना अनुसार आइडल मानेको मान्छे चाहिँ अनि व्यवहारमा चाहिँ भिन्न हुँदाखेरि कतिको फरक पर्छ होला त? धेरै फरक पर्छ। समाजमा फरक परेन। अहिले समाजले कसरी राम्रो नराम्रो त छुट्याउने त समाज हो। त्यसकारण समाजलाई सायद पनि यो प्रवृत्तिले गर्दाखेरि गाह्रो पारेको छ र यो प्रवृत्ति बिस्तार हट्ला कुनै समय आउँछ है। त्यो दिन पनि आउला जुन दिन नेपालबाट मान्छे विदेश नजाने। त्यसको लागि माथिदेखि तलसम्म सबै राम्रो भयो, सबैको विचार एउटै हो भने त भइहाल्यो। अब यहाँको व्यक्तिगत कुरातिरै लाग्छु म। पहिलो कुरो तपाईँले आफूलाई चिनाउनु पर्यो भने दर्शकहरूलाई आफूलाई चिनाउँदा कसरी चिनाउनुहुन्छ? अब यो कुरा चाहिँ नि हरेक विश्वमा 7 अरबभन्दा बढी मान्छेहरू छन्। सबैको आफ्नो विभिन्न किसिमको जीवन छ। एकको अर्कोसँग नमिल्न सक्छ, मिल्दैन। त्यस्तै मैले चाहिँ नि आफूले गरेको, अहिले जुन साधारण एउटा आम मानिसको अवस्थामा म उभिन सक्ने भएको छु, त्यो हिसाबले हेर्दाखेरि जिन्दगी भने एउटा सङ्घर्ष हो। दुःख नगरी सुख हुँदैन। अँध्यारो छ भन्दैमा उज्यालो आउँदैन भन्ने नि सोच्नु हुँदैन। त्यसले गर्दाखेरि के भने जिन्दगी भने एउटा सङ्घर्षले बन्ने रहेछ। सबैको आफ्नै प्रकारको सङ्घर्ष होला, हुन्छ नै। मेरै घरमा पनि 10 जना 10 किसिमका सङ्घर्ष गरेर आएका छन्। मैले आफ्नो तरिकाले सङ्घर्ष गरेर आएँ। एउटा कुरा के भने जीवन अगाडि बढ्नु र एउटा कुनै माहौलमा अड्कनुको लागि चाहिँ उसको मानवीय विचार, एउटा उसको सामाजिक मिल्ने व्यवहार र यहाँका कृतिहरूमा पनि यहाँले बाल्यकालदेखि गरेको सङ्घर्ष, दुःखका कुराहरू आइरहेका छन् र विभिन्न पत्र पत्रिकाहरूमा पनि यहाँका दुःखका कुराहरूका बारेमा धेरै नै अन्तर्वार्ताहरू दिइरहनु भएको छ। लेख रचनाहरू धेरै आइरहेका छन्। तपाईँले आफ्नो विगतलाई सम्झिँदा कसरी सम्झिनुहुन्छ? विगतलाई सम्झँदा मेरो भन्दाखेरि त अत्यन्त दुःखपूर्ण जिन्दगी हो मेरो लागि हेर्दा। त्यसकारण म सुखलाई भन्दा दुःखलाई सम्झन्छु। कुनै बेलामा कुल्ली काम पनि गरियो, रोडा पनि बोकियो,
अब मलाई अहिले मजाले होटलमा गएर साथीभाइसँग रमाइलो गरेका क्षणहरू भन्दा र पारिवारिक रमाइलो गरे भन्दा अहिले मलाई त्यो बेलामा जुन बेलामा म अकेला थिएँ, सहयोग कोही थिएन, घर त थियो सबै थियो, तर दुःख भने कहाँबाट आउँछ थाहा हुँदो रहेछ। त्यो अवस्थामा गइयो। त्यसले गर्दाखेरि मलाई चाहिँ नि के लाग्छ भने म यो अहिलेको यो तडक भडक भन्दा मैले त्यो पहिला दुःख पाएका जुन जिन्दगीहरू छन्, एसएलसी जाँदाखेरि फर्म भर्नलाई पैसा नभएको 50 रुपियाँ 100 जनासँग माग्दाखेरि पाइएन। एकजना रतन तुलाधर भन्ने हुनुहुन्छ, उहाँले मलाई 55-52 रुपियाँ पर्थ्यो, त्यो बेलामा 55 रुपियाँ मैले पाएँ। त्यसैबाट मैले एसएलसी पास गरेँ। त्यसले गर्दाखेरि तिनै कुराहरूमा यसो चाँडै उठ्यो भने नि सम्झिन्छु। यसो कहीँ कतै साथीभाइसँग जाँदा नि यो कुरा हुन्छ, साथीभाइले पनि गर्छन्। हुँदा हुँदा साथीभाइ लेख्नै थालिसके हाम्रा साहित्यकारहरूले धेरैले। त्यसकारण मेरो मात्रै होइन होला। विगत त तपाईँको कष्टकर दुःखदायक नै भयो। अहिलेको वर्तमान चाहिँ स्थिति के छ तपाईँको? वर्तमान आम मानिस जे छ, बिहान बेलुका खाना लाउन दुःख छैन, बाहिर हिँड्न डुल्न ओर्न या मोटरसाइकलमा छँदैछ यताउता हिँडिहाल्छु, सबै छ, आफूलाई पुग्ने छ भनौँ न। त्यसले गर्दाखेरि भनौँ न, पारिवारिकदेखि लिएर सामाजिक दुःखदेखि लिएर साथीभाइहरू पनि प्रशस्त छन्। यी सबैले गर्दा मलाई जहाँसम्म लाग्छ अहिलेको लाइफ, अहिलेको जीवन एउटा आम मानिसको, आम सुखी मान्छेको जे छ त्यही नै भनेपछि तपाईँले आफ्नो भविष्य कस्तो देख्नु भएको छ? भविष्यको चाहिँ कुराकानी के जस्तो लाग्छ तपाईँलाई? भविष्य त यस्तो भयो, अब एउटा गर्ने त के, आफूलाई त गरिहालिन्छ, परिवारलाई हुन्छ। तर मैले एउटा समाजको लागि नि के गरेको छु भने, अब मैले अहिले पनि केही गरेर गइनँ भने यसो भनौँ न, भोलि केही गरेर समाजलाई केही दिन पाए हुन्थ्यो कि भन्ने एउटा मलाई मनमा पहिल्यैदेखि त्यो 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 ज्यादै दुःख पाउँदाखेरि मलाई त्यो थियो। सायद त्यही भावनाले यहाँसम्म आइपुगेँ, तपाईँहरूसम्म आइपुगेँ। अरू टेलिभिजनमा आएर बोल्दैछु, अरू कति ठाउँ किताबहरूमा आउँछन्। तर के भने, मैले एउटा उपन्यास समाज नेपालले उपन्यास मात्रको लाइब्रेरी खोल्ने अस्ति भर्खर मैले सार्वजनिक कार्य गरेर घोषणै गरेँ। त्यो उपन्यास समाज नेपालले उपन्यास मात्र लाइब्रेरी राख्छ, को मात्रै लाइब्रेरी हुन्छ नेपालमा। जति छ त्यो सबै सङ्कलन गरेर अहिले म कहाँ 200-250 जति भइसकेको छ। र म यसमा पनि आउन लागिरहेको थिएँ। तपाईँले उपन्यास पुस्तकालय स्थापना गर्नुभयो, हाम्रो केही अगाडि समाचारहरूमा आएका थिए। तपाईँको त्यो उपन्यास पुस्तकालय चाहिँ कहाँ छ त? यस्तो छ, अब अहिले नै अफिस खोलिराख्ने सबै त भएन। अहिले चाहिँ सार्वजनिक रूपमा घोषणा गरे, उपन्यास को लाइब्रेरी घरमा बनाएँ। अहिले मसँग 250वटा भन्दा बढी उपन्यासहरू छन्। नेपाल अधिराज्यकै अस्ति एकाडेमिकबाट हेर्दाखेरि मोर देन के अरे 2500-3000 भन्दा त्यति देखिएन। त्यति अब म बिस्तार सङ्कलन गरिसकेपछि नि मेरो आफ्नो विचार छ, एउटा कोठा अथवा एउटा सानो कहीँ केही बनाइदिएर समाजलाई हस्तान्तरण गर्ने मेरो अन्तिम इच्छा त्यो छ। भनेपछि तपाईँले घरकै कोठामा पुस्तकालय राख्नुभयो, त्यो चाहिँ भोलि सार्वजनिक रूपमा दिनुहुन्छ? सार्वजनिक रूपमा सके त्यसको घर कोठाहरू सबै बन्दोबस्त, घर त के, अब त्यो 2000 उपन्यासलाई त्यो एउटा सानो एरिया भए पुग्छ। त्यो बा लाइब्रेरी कुनै ठुलो संस्थालाई उपन्यास सम्बन्धी लाइब्रेरी नै मैले एउटा त्यो मात्र उपन्यास मात्र वितरण गर्ने मेरो अन्तिम इच्छा छ। भनेपछि तपाईँले अझै कोठामा राख्नुभएको छ? अहिले मैले फोन नम्बर दिएको छु, फोन नम्बर अनुसार त्यसैमा आउँदैछ। सम्पर्क गर्छु। भोलि सकियो भने अब नेपाल सरकारसँग अनुरोध गर्नु होला, नेपाल सरकारले व्यवस्थापन गर्दै भने त्यहाँ गर्नु होला, त्यो सबैभन्दा राम्रो। नभए चाहिँ अन्य पुस्तकालयलाई हस्तान्तरण गर्ने योजना? अन्य सार्वजनिक संस्था पुस्तकालयलाई हस्तान्तरण गर्ने मेरो इच्छा छ। त्यो आफैले पुस्तकालय बनाएर चाहिँ सरकारलाई हस्तान्तरण गर्न सकिने स्थिति छैन? यदि त्यो अवस्थामा पुग्यो भने त्यो पनि गर्ने, त्यो अवस्थामा पुग्नु पर्यो, पुग्यो भने गर्छु, मन छ। तर के भने, अब त्यही हो, नेपाल बाहिर त बाहिर गइरहेछन्, अब यहाँ छैन त्यस्तो स्रोतहरू। त्यसले गर्दाखेरि मैले अब कति बाँचिन्छ, अलि धेरै पनि बाँचियो, केही गर्न सक्ने अवसरहरू पनि धेरै भयो भने म त्यो अवस्था पनि आउन सक्छ। तपाईँको इच्छा पुरा होस् चाँडै नै। अब हामी एउटा कार्यक्रमहरू अचेल धेरै भइरहेका छन्, धेरै साहित्यिक सङ्घ संस्थाहरू खुलिरहेका छन् र साहित्यका विधाहरू पनि धेरै आइरहेका छन्। धेरै विधाहरू आइरहँदाखेरि चाहिँ अहिलेको अवस्था के छ भने, अघि मैले भने राजनैतिक रूपमा चाहिँ पार्टीगत रूपमा
विभिन्न पार्टीमा आबद्ध भएर चाहिँ बिछटिएका थिए। अहिले विधागत रूपमा पनि मान्छेहरू चाहिँ निषेधित भएका छन् क्या। एउटा विधाको साहित्यकारले अर्को विधाको साहित्यकारलाई मान्छे नगर्ने, अर्को विधाको साहित्यकारले अर्को विधाको साहित्यकारलाई मान्छे नगर्ने, ऊभन्दा मोट ठुलो। एउटा उपन्यास लेख्नेले एउटा हाइकु लेख्नेलाई भन्छ यति लामो मैले 800 पन्नाको उपन्यास लेखेँ, म पो ठुलो। त्यो 3 लाइनको हाइकु लेख्ने के ठुलो। अनि हाइकु लेख्नेले के भन्नुहुन्छ भने हामीले उहाँले 700 पन्नाको जुन लेख्नु छ त्यसमा नभएको कुरो हामी 3 लाइनले चाहिँ पुरा गरिदिन्छौँ। अहिलेको अवस्थामा कसलाई चाहिँ समय छ र त्यति जेलसम्म पढेर बस्ने। त्यो उहाँको एउटा पुरा उपन्यास हामीले 3 लाइनमा एउटा हाइकुमा वा सुसेलीमा दिन सक्छौँ भन्नुहुन्छ। यहाँलाई के लाग्छ? त्यो चाहिँ यस्तो छ, कुनै पनि साहित्यलाई साहित्य होइन भन्न सकिँदैन। जस्तो घरै पनि सानो पनि हुन्छ ठुलो पनि हुन्छ, तर के भने यही नै साहित्य लेख्नुपर्छ भन्ने त होइन। तर के भने एउटा कुरा के छ भने अर्को कुरा के भने यो साहित्यमा अब हाइकु सबैभन्दा सानो विधाहरू ताङ्का, हाइकु, चोका यिनीहरू छन्, कविता छ, मुक्तक छ, गजल छ, यी सबै छ। तर ती सबैभन्दा एउटा गाह्रो कुरा चाहिँ के भने सबैभन्दा लामो विधा महाकाव्यपछिको लामो विधा चाहिँ उपन्यास हो। अब परापूर्व कालदेखि साँच्चै भन्ने हाइकु, मुक्तक, गजल, ताङ्का, चौकाहरू पछि आएका। सबैभन्दा पहिला मानिसहरूले धेरै यो हामीभन्दा 50 वर्ष अगाडि भन्दा पनि जाँदेखि धेरै रुचाएको चाहिँ उपन्यास हो। त्यसपछि मानिसले कविता मन पराउँछन्, त्यसपछि मुक्तक, गजल मन पराउँछन्। अर्थात् अब यसरी बिस्तार पछि आउँदै गए। त्यसले गर्दाखेरि साहित्य सबै एउटै हो। छोटो भन्दा त्यो साहित्य होइन भन्नु मिल्दैन। तर एउटा कुरा के छ भने उपन्यास लेख्न चाहिँ गाह्रो छ। जस्तो तपाईँले 15 वर्षको हाम्रो उसको नोबेल साहित्य पुरस्कार पनि दिँदाखेरि 10 जनामा 9 जना उपन्यास लेख्नेहरू परेका छन्। हाम्रै यहाँ पनि इन्डियामा पनि भनौँ न अन्य राष्ट्रहरूमा उपन्यास लेख्नेहरूको लागि दिनुपर्छ। यसको मतलब कि पहिल्यैदेखि उपन्यास लेख्ने भयो र पब्लिकले मन पराउने विषय चाहिँ उपन्यास हो। र अहिले पनि नेपालमा बढीभन्दा बढी बिक्री पनि उपन्यासै हो। तर त्यो उपन्यास हो भन्दैमा अब मुक्तक, गजल, हाइकु, कविता ती साहित्य होइनन् हुँदै साहित्य नै हो त्यो। तर के भने त्यही पनि साहित्यकारहरूमा चाहिँ निषेध आइरहेको छ कि। निषेध किन आयो भने अब के भयो भने अलिकति प्रेसर पनि पर्यो होला, केही पनि भयो होला। भन्न खोजेको के भने त्यो निषेध आएको चाहिँ त्यो बडप्पन हो। म चाहिँ त्यो भन्छु एउटा के मैले जे गरेँ त्यो चाहिँ ठुलो, अर्कोले गर्यो सानो कुरो के गर्नुपर्ने। उपन्यासकारले पनि मुक्तक लेख्नेलाई सानो मान्दैन। अब मुक्तक लेख्नेले पनि कविता लेख्नेलाई नराम्रो पाउनु भएन। त्यो यदि भन्छ भने त्यो बडप्पन, मभन्दा ठुलो कोही छैन भन्ने बडप्पन हो। त्यसले गर्दाखेरि त्यो बडप्पन नहुँदा राम्रो, तर निकाल्छन् त त्यो आफ्नै अब त्यो गर्नु। अहिले इन्टरनेटहरूले गर्दाखेरि पाठकहरू पाउन छोडिएको छ, किताबहरू बिक्दैन भन्ने आइरहेको छ। अहिलेका साहित्यकारहरूले लेखेर चाहिँ जीविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन? अब यहाँनिर एउटा कस्तो कुरा छ भने छैन भनौँ भने मैले आफैले देखेको छु। डायमन्ड शमशेर राणा पछि बुढेसकालमा के अरे यो कुनै गरेर रोयल्टीबाटै बाँच्नु उहाँले मलाई नै भन्नुभएको छ। उहाँ नै उपन्यास समाजको पहिलो अध्यक्ष हो। उहाँसँग मेरो धेरै उपवास छ, जान्थेँ उहाँको घरमा गइरहेको। त्यो बेला भन्नुहुन्थ्यो म त यसैबाट बाँच्छु भनेर। हुन पनि हो, फ्रान्सबाट आउँथ्यो, जर्मनीबाट धेरैबाट, फ्रान्सबाट त 50सम्म पनि आउँथ्यो। अब त्यो छ। अब त्यसको कुरा गर्ने हो भने मैले पनि आजभन्दा करिब 43, 44, 45 मेरो 3टा प्रेम तपस्या, अर्को जिनीमा उपन्यासबाट मैले रोयल्टी पाएको थिएँ 11,000। त्यो उनीहरूले अर्को एडिसनको 2टा एडिसनको लागि पनि मसँग रिजर्भ गरेर पैसा 11,000 थिएँ। त्यो बेलामा 11,000 रुपियाँ दिएको 11,000मा मैले 9,000ले एउटा सानो 2.5 जग्गा किनेँ।
त्यो भाग्यले किनेछु मैले त्यो बेला मर्ज गरेर सके भए त त्यो महिना दिनमा सकिन्थ्यो होला। तर त्यो जग्गा नबेचिनँ मैले, अहिले पनि छ, तर अहिले प्रशस्त पैसा आउँछ केही नयाँ पनि। मैले एउटा त्यही परिवारलाई त्यही त पहिलेको यो इन्टरनेट टेलिभिजन आउनुभन्दा पहिला पाठकहरू धेरै थिए, पुस्तकहरू बिक्थे र रोयल्टी आउँथ्यो, अन्यबाट आम्दानी हुन्थ्यो र झन्डै झन्डै धेरै साहित्यकारहरू लेखकहरू लेखेरै पनि बाँचिरहेका थिए। अहिलेको अवस्थामा चाहिँ त्यसपछिको अहिले जुन अवस्था चलिरहेको छ यो अवस्थामा चाहिँ एउटा लेखक म लेख्छु मात्र अरू केही पनि गर्दिनँ भन्यो भने ऊ जीवित हुन सक्छै सक्दैन, ऊ बाँच्न सक्छै सक्दैन। त्यो त यस्तो पनि हुन्छ, पहिला पनि पब्लिकले मन नपराइकन रोयल्टी पाइँदैन थियो। अहिले पनि पब्लिकले त्यो चिज मन नपराइकन रोयल्टी आउने अवस्था आउँदैन। नत्र भने त तपाईँ हामीले देखेका छौँ, कयौँ मान्छेहरूले किताब लेखेका छन्, खल्टीमा राख्छन्, जहाँ जहाँ साथी भेट्यो त्यहीँ बाँड्दै हुन्छ। लेख्न पनि कलम मसी खर्च भयो, कापी खर्च भयो, प्रकाशन गर्न पनि उहाँ लेखकले नै खर्च गरे हुन्छ, सबै गरे हुन्छ, फेरि साथीहरूलाई बाँड्दै हुन्छ। त्यो अवस्था पनि छ। त्यो अवस्था भयो भने त्यस्तो हुन्छ, रोयल्टी न पहिला पाउँथ्यो न अहिले पाउँछ। अब यस्तो लेख्नु पर्यो जुन पब्लिकलाई मन परोस्, जुन पब्लिकले मन परोस्। अब त्यो जथाहाबी त नभनौँ, लेखेको हुन्छ, बुद्धि नभएले लेख्दैन। त्यसले गर्दाखेरि त के भने अब रोयल्टी पाउने कुराको लागि चाहिँ नि पब्लिकको चोइसमा पनि पर्नु पर्छ। त्यो चाहिँ पहिला पनि पब्लिकको चोइसमा नपरेको थियो, अहिले पनि पब्लिकको चोइसमा पर्नुपर्छ। दर्शकहरूले तपाईँ हाम्रो कुराकानी सुनिरहनु भएको छ, उपन्यासको बारे कुरो भइरहेको छ। अब उपन्यास लेख्न चाहिँ कसरी सकिन्छ? अब यस्तो छ, यो चाहिँ जटिल छ प्रश्न, यो जटिल प्रश्न छ। अब मलाई हाम्रै साथीभाइले, अर्को साथीभाइले राम्रो ठुलो घर बनायो भने यो घर कसरी बनाउनु भयो हामीलाई पनि बाटो देखाउनु न भन्छ भने सुनेको छु। त्यस्तै राम्रो तपाईँ यो लेख्ने भन्ने कुरो र कला भन्ने कुरो कुनै भनौँ न ट्र्याक हुँदो रहेछ। त्यो दिमागमा आएपछि उसले लेख्न थाल्छ, लेख्न थालेपछि त्यसमा ऊ दत्तचित्त हुन्छ, दत्तचित्त भएपछि ऊ स्वयं त्यो उपन्यास होस् कि कविता होस् कि त्यसमा विज्ञ बन्दै जान्छ। सुरुमा चाहिँ उसको चाहना हुनु पर्यो। ती मध्येमा पनि उपन्यासमा चाहिँ नि कन्सन्ट्रेसन, धैर्यता पनि हुनु पर्यो र मनमा जे चिज गर्छु भने चाहिँ त्यो उपन्यास तयार नहुन्जेसम्म त्यो भइरहनु पर्यो। जस्तो उपन्यास गजलमा त्यो हुँदैन, अहिले मन लाग्यो तपाईँलाई दिमागमा आयो ट्याक्क लेख्न सक्नुहुन्छ, बाटोमा जानुभयो एउटा के भयो, एउटा केही चिज देख्नुभयो अचम्म लाग्यो, त्यही कविता भन्छ। त्यसले गर्दाखेरि के छ भने उपन्यास कसरी लेख्ने भन्दा पनि लेख्न थाल्न पर्यो, उपन्यासहरू पढ्नु पर्यो। होइन, अब हाम्रो दर्शकहरूले अहिले हेरिराख्नु भयो, ओहो उपन्यासकार शङ्कर भारतीजी आउनुभयो, म पनि अब उपन्यासै लेख्छु, यहाँको प्रेरणाले गर्दाखेरि म उपन्यासै लेख्छु भन्नुभयो भने केही सूत्र त केही होला नि। सबैभन्दा ठुलो सूत्र उसको मनभित्र म उपन्यास लेख्छु हुनु पर्यो, त्यो मेन मूल मन्त्र हो। त्यति भएपछि त्यसमा उपन्यासमा त के हुनु पर्यो भने एउटा तपाईँको संवाद, यो लामो छैन, संवाद भने उपन्यास खल्लो हुन्छ। मैले अहिलेसम्म जानेको बुझेको विदेशीहरूको त्यो उपन्यासको विषयमा उनीहरूले लेखेका कुराहरू हेर्दाखेरि उपन्यासमा सबैभन्दा मूल मन्त्र सम्बन्धित व्यक्तिको मनभित्रमा एउटा उपन्यास लेख्छु भन्नु पऱ्यो। त्यसपछि त्यो भइसकेपछि उसले त्यसभित्र एउटा के भने पात्रहरू खडा गर्नु पर्यो। अब उहाँले कस्तो किसिमको लेख्न थाल्नु भएको छ त्यो किसिमको पात्रहरू राख्नु पर्यो। त्यो पात्रहरू राखिसकेपछि अब परिच्छेदहरू कथाको जस्तो एकैचोटि सरल र तल सकिँदैन। यसमा विभिन्न किसिमका मान्छेहरू हुन्छन्, त्यसमा भिलेन हुन्छ, त्यसमा के हुन्छ, त्यसमा आमा हुन्छन्, सासू बुहारी इत्यादि सबै हुन्छ। त्यहाँ साथी हुन्छ, हरेक चिज ती सब पात्रहरूलाई आफूले मनन गर्न सक्नु पर्यो र पात्रहरू हुनु पर्यो। लेख्ने मनभित्र मूल मन्त्र इच्छा हुनु पर्यो, अनि पेसेन्स हुनु पर्यो। यति तिनवटा कुरा मेन कुरा हो। र त्यसपछि उहाँले लेख्छु भनेको लेख्दै जानुभयो र लेख्ने तरिकाहरू त उपन्यासहरू पढ्दा थाहा भइहाल्छ। सबैभन्दा ठुलो कुरो त मनभित्र एउटा मूल मन्त्र, म उपन्यास लेख्छु भन्ने कुरो। लामो समय लाग्छ यसलाई, कविता लेखेको जस्तो होइन। विश्वको 7 करोड मान्छेले, 7 अरब मान्छेले जिन्दगीको कुनै न कुनै समयमा एउटा कविता लेखेका हुन्छ, तर 7 अरबले उपन्यास लेखेका हुँदैन।
त्यसले गर्दाखेरि उपन्यास अहिले देशमा राजनीतिक परिवर्तन आइरहेको छ र नेपाली साहित्यको विकास गर्ने भनेको प्रज्ञा प्रतिष्ठानले हो। नेपाल प्रज्ञा प्रतिष्ठानले अहिले त्यो नेतृत्वविहीन भएको छ। अब नयाँ नेतृत्व कस्तो आइदियो हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई? पहिलाको त तपाईँलाई पनि थाहा छ, सारा नेपालीलाई थाहा छ, साहित्यकार सबैलाई थाहा छ, त्यही नियुक्ति भएर जानेहरूलाई पनि थाहा छ उनीहरू कहाँबाट आयो, उनीहरू कहाँबाट त्यहाँ नियुक्ति भयो भन्ने कुरो त्यो उनीहरूलाई पनि थाहा छ कसरी भयो भनेर। त्यो कुरा मलाई जहाँसम्म लाग्छ उहाँहरूलाई पनि मन परेको छैन। तर के भने अब समय नेपाली त्यसले गर्दाखेरि के भने अब कुनै पनि वाद र इल्जाममा नलागेको, कुनै पनि वाद र इल्जाममा नलागेको र भित्र उसको घोटालामा जाँदा जेसुकै होस् तर बाहिर चाहिँ यो सामाजिक रूपमा सबैको बराबर त्यस्ता मान्छे त्यहाँ गयो भने मलाई जहाँसम्म लाग्छ त्यसरी उपन्यास 15 वर्षसम्म 12 वर्षसम्म रोकिँदैन थियो होला। कविता मात्रै निक्ले, मुक्त यिनीहरू कुरा मात्रै निक्ले। साँच्चै भन्नु भने कामै भएन एकाडेमीले केही गर्दै गरेन, किनभने उनीहरूलाई कसैलाई रिजाउनु छ, कसैलाई केही गर्नु छ होला, बाध्यता उनीहरूलाई होला। तर के भने अब चाहिँ हुँदाखेरि त्यति कुरा दुईवटा भयो भने हाम्रो यो नेपाल प्रज्ञा प्रतिष्ठान अत्यन्त माथि छ, अत्यन्त उसले विश्वमै हाम्रो कुनै चिजलाई परिचय लिएर जान सक्छ। सबैले आफ्नो आफ्नो कामबाट देशको लागि केही न केही राहत दिएकै हुन्छन्, देश विकासको लागि केही गरिरहेकै हुन्छन्। साहित्यकारहरूले देश विकासको लागि के गरिरहेका छन् जस्तो लाग्छ यहाँलाई? अब साहित्यकारले साँच्चीकै साहित्य रच्ने हो भने त कैयौँ देशमा रसामा तर साहित्यले क्रान्ति ल्याइदियो। मैले अब अरू देशमा भने त्यति मलाई थाहा भएन, रसाको त आफैले पढाएको छु म, त्यहाँ कार्यक्रमहरूमा जाँदा क्रान्ति लिएर आयो। अब साहित्यले योगदान दिएको छैन भनौँ भने अब राष्ट्रिय गान साहित्यकारले लेखा हो, दिएको छ। सारा नेपालको जतिसुकै विशिष्ट व्यक्ति विश्वका जतिसुकै ठुलो हुन् त्यो गाना गाएपछि बजार बुझ्नुपर्छ, त्यो साहित्य हो, त्यो साहित्यको पराकाष्ठा हो मैले सोचेको। अब देशलाई साहित्यले के दिन सक्यो भने सबैले आफ्नो तरिकाले लेखिरहेका छन्, कसले कति दियो त अलि थाहा पनि हुँदैन। तर साहित्यकारहरूले धेरै नै साहित्यकारहरूले चाहिँ देशको पीडा नै बोलेको हुन्छ, समाजको पीडा नै बोलेको। त्यो भनेको के भने समाज सुधार गरेको, नीति सुधार गर्ने हो, मस्तीले त्यही गरेको हुन्छ। अब दलैमा लाग्नेले चाहिँ त्यो आफ्नै कुरा हो। देशले अब खेलकुदमा भन्यो भने कुनै प्रतियोगितामा जितेर आउँदाखेरि उसलाई पुरस्कृत गर्ने भनेर चाहिँ राखेको छ, रकम दिने भनेर राखेको छ, कतिलाई आजीवन भत्ता पनि दिइरहेको छ। तर साहित्यमा लाग्नेहरूले भनौँ न अहिलेसम्म नेपालले नोबेल पुरस्कार पाउन सकेको छैन। साहित्यमा किन नसकेको होला त? यदि नोबेल पुरस्कार पायो भने नेपाल सरकारले के गर्छु भनेर पनि कहीँ घोषणा गरे जस्तो मलाई लाग्दैन। त्यो सरकारी मनसाय राम्रो नभएर हो कि लेखकहरूको लेख्ने क्षमता नै कम भएर हो नेपालीहरूले अहिलेसम्म नोबेल पुरस्कार पाउन नसकेको? यस्तो छ, नोबेल पुरस्कार भन्दा राम्रा कुरा त हाम्रो यहीँ नै छ, हाम्रो पनि छ। जस्तो ठुलै लेखकहरूले लेखेको मात्रै कुरा नगर्नु, अरूले लेखेका पनि प्रशस्त विद्वान छन्, त्यही भन्न मिल्दैन। तर लक्ष्मीनाथ देवकोटाले लेखेको मुना मदन विश्वमा कुनै बेलामा निक्लिएको भए पहिलाको स्थिति विश्वका सबैको नेपालको जस्तै अहिलेको नेपालको जस्तै हो, त्यो बेलामा धेरै राम्रो हुने थियो। अब तपाईँको सबैभन्दा ठुलो कुरा त के भने यसलाई साहित्यलाई माथि पुर्याउने काम सरकारलाई भन्दा नि एकाडेमीले घचघच्यायो सरकारलाई गर्छ। अब एकाडेमी आफै सोच्नु लाग्यो, तपाईँहरूले सबैले अहिलेसम्म देखेकै छौँ। उनीहरूले पनि काम पनि गर्न सकेन, त्यहाँ पनि भित्र नै विवाद होला, त्यसले गर्दा केही गर्नै सकेको छैन। गरौँ भन्ने मान्छेले पनि सकेका छन्, त्यहाँ त भेटरान गएका थिए। त्यसले गर्दाखेरि के भने यो काम गर्न चाहिँ नि नेपाली साहित्यलाई विश्वको उचाइमा लानलाई चाहिँ एकाडेमीले तपाईँले त मैले दुईजनाले चाहेर त त्यो हुँदैन, त्यसको प्रचार प्रसार हुँदैन। हामी आज सर्जकसँग गन्तन मन्तनमा धेरै नै कुरा गऱ्यौँ। यहाँलाई भन्न मन लागिरहेको थियो, मैले सोध्दिनँ, मैले सोध्नुपर्ने सोधिनँ। के सोधिनँ होला त? यहाँलाई के चाहिँ भन्नु मन छ त अन्तमा? अब सोध्नुपर्ने कुरा त सबै सोधिएको जस्तो लाग्यो मलाई। र अन्तिममा भन्नुपर्ने कुराहरू चाहिँ के छ भने साहित्यले समाजलाई जोडेको छ,
समाजलाई जोडाउने खालको साहित्यहरू लेख्नुपर्छ, लेखियोस् र साहित्य राम्रो भयो भने पढ्ने पाठक पनि बढ्छ। त्यसले गर्दाखेरि म के भन्छु भने साहित्य लेख्न चाहनेले चाहिँ एउटा विशेष गरेर उपन्यासमा उपन्यासको भावले लेख्न चाहनेले त्यही किनभने मूल मन्त्र चाहिँ एउटा आफ्नो भित्र त्यो एउटा उपन्यास तयार गर्छु भन्ने कुरा भन्नुभयो। अर्को कुरा धैर्य, पेसेन्स भयो। र मैले भनिहालेँ उपन्यासमा वार्ता हुनुपर्छ, उपन्यासमा विभिन्न पात्रहरूको आफ्ना चरित्र हुन्छ, त्यसलाई एउटा वर्णन गर्नु, ती सबै देखाउँदाखेरि देखाएर लाँदाखेरि उपन्यासमा के अरे सुरु अन्त्य र परिचय यस्तो हुँदैन, सुरु अन्त्य र बिच भन्ने हुँदैन। उपन्यासमा सिधै त्यो बगेको हुन्छ। एउटा कुरा के हुन्छ, घटनापछि उपघटना आउँछ, उपघटनापछि अर्को आउँछ, त्यसरी मिलाउने प्रयोग आफ्नो ठाउँ छ। र म त अब साहित्यकार उपन्यासकार भएको हुनाले साहित्य पढ्नुहोस्, उपन्यास पढ्नुहोस्, सबैले अब हामीहरूले तयार गर्दै जान्छौँ, तपाईँहरू तयारी पढ्दै जानुहोस्, तपाईँहरूले पढ्नुहोस्, हामीहरूलाई हौसला हुन्छ। म यति नै भन्दै हस् त, हाम्रो निमन्त्रणालाई स्वीकारेर आफ्नो अमूल्य समय प्रदान गरी आउनुभयो। यहाँका मनका कुराहरू धेरै नै हामीले सुन्न पायौँ। यसबाट दर्शक श्रोताहरूले पनि पक्कै पनि उपलब्धि लिनुहुनेछ भन्ने ठान्दछु। आजलाई बिदा हुन्छु, नमस्कार। धन्यवाद। यो तपाईँ लगायत यो सम्पूर्ण टिम, टेलिभिजनका सम्पूर्ण टिमलाई म हृदयदेखि हार्दिक आभार व्यक्त गर्छु। धन्यवाद। दर्शकबिन, ट्रुथ अफ नेपालको विज्ञसँग विज्ञ अन्तर्गत गन्थन मन्थन सर्जक कार्यक्रममा हामी आज थियौँ उपन्यासकार शङ्कर भारतीसँग। अब हामी अर्को कार्यक्रममा कुनै एक साहित्यिक व्यक्तित्वहरूलाई लिएर आउनेछौँ। तबसम्मको लागि यहाँहरूसँग म बिदा लिन चाहन्छु। हाम्रो प्राविधिक मित्र गेश कुमार श्रेष्ठलाई धेरै धेरै धन्यवाद। यहाँहरूको हरेक क्षण सृजनशील होस्। हस्, नमस्कार।